ल साथीहरू आज चाहिँ हामी अहिले यो छुट्टी छ छुट्टी भएको कारणले चाहिँ हामी आज बिबिक्यू जाँदैछौँ है बिबिक्यू जाने यहाँ सेक ओ बिचमा जाने भनेर हामी निस्केका छौँ उता अगाडिपट्टि यहाँ हल्का केही किन्ने हो हल्का केही सपिङ गर्ने तिम्रो माइक अन भएन है त्यहाँ माइक अन भएको छ यो वेलकममा के सामानहरू किन्ने भनेको अब मासु सबै किनिसकेका छौँ अनि अरू सबै त्यहीँ पाउँछ जाली साली सबै त्यहीँ पाउँछ यहाँ हल्का यहाँ ड्रिङ्क्सहरू चाहिँ किन्ने भनेको कहाँ यहाँ हो वेलकममा जानु वेलकममा ठिकै छ ल साथीहरू एकदमै गर्मी छ है हामी जाँदैछौँ अहिले उता यहाँदेखि लगभग आधी घन्टा जस्तो लाग्छ होला सेकको पुग्नुको लागि एकदम गर्मी छ उता अगाडि ट्याक्सी अगाडि ठिकै ठुलो ट्याक्सी ठाउँमा गर्मी छ यहाँ अब हामी यहाँदेखि ट्याक्सीमा जाने हो ओह इट्स भेरी भेरी हट टुडे 35 degree so it's very hot wow it's okay no problem but we are going to beach area that's why there is no problem ल हाम्रो ट्याक्सी आयो उताकै ट्याक्सीमा चढेर जाने जान्दैन अरे कि जान्छ अरे ल यो हाम्रो ट्याक्सी ओके गाइस हाम्रो ट्याक्सी आयो सामान राख्ने हामी ठ्याक्कै छन् सेगो सेगो यो पनि यो त्यो पनि लाउने सिमन अगाडि बस्ने हो ल होइन ठिकै छ होइन 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 ठिकै छ हो अनि माछा होला नि फेरि So now we are entering flyover bridge हामी अहिले माथि पुलमा हामी जाँदैछौँ कहाँ परिवेदेखि ट्याक्सीमा आउँदा यही बाटो माथि हेलिकप्टर उड्दैछ है उसपर पनि हेलिकप्टर उडाउनु गयो नि अस्ति उसै ट्रेनिङ गएको थियो एक हप्ता होइन हिजो त आएको नि त्यो अस्ति गएको किन ये बात मार्छ कम्ती बात मार्छ कम्ती बात मार्दैन के भन्छ पुरा के हुन्छ यिनीहरूको नन स्टप बात मार्छन् के मार्छन् होला भन्छ उहिले सानोमा नवीन यो अरूको बारेमा के अरे के पो त्यही त अब हेलिकप्टर चाहिँ साह्रै महँगो छ सुमन कता अब अहिले फेरि मेरो भेनाको च्यानललाई सब्सक्राइब गरिदिनुहोस् न शेयर रोजर आउट ट्याङ्की ट्याङ नमस्ते ट्याङ्की ट्याङ गरिदिनु होला भन्नु थम्जिङै थम्जिङ ट्याङ्की ट्याङ तान्छ पो रहेछ त थाहा छ दोरीले तान्दै रहेछ त्यहाँ तान्छ नि त्यो कतिपय कुराहरू अनि त्यो ठुलो स्विफ्ट क्रुज हुन्छ नि त्यो पनि त अनि सुरुमा तान्छ नि त सानोले यो त अनि चाइवानदेखि अहिले त क्यानेडी टाउनसम्म हिँड्ने बाटो बनाएको छ बिहान कति बजी गएको पुगेर अनि केमा फर्क्यो ए हिँडेर चाहिँ उता गएको नि फर्क्यो
सो तर एकदमै गर्मी छ तर पनि राम्रै छ माथिको त चाय अन्डा छाता किन्नुपर्छ तर छाता दिनुपर्छ छाता बिना त घामले डढेर बिजोग हुन्छ सो ब्युटिफुल हङकङ ब्युटी क्यामेराले खिचेको सो हामी अहिले फेरि अलिक सानो सानो बाटो छ यहाँ चाहिँ पुग्ने बेलामा किनकि यो एकदमै यो पहाड जस्तो सानो सानो पहाडै पर्छ हाम्रो नेपालको बाटो जस्तो छ है सानो छ तर सानै भए पनि एकदमै डेभलप राम्रो छ वाउ ब्युटिफुल रोड राम्रो छ बाटो र साथीहरू हामी लगभग पुग्यौँ यो लेफ्ट ह्यान्ड साइड चाहिँ बिग वेब बे जान्छ यता हाम्रो यो अगाडि चाहिँ यो अगाडिपट्टि चाहिँ सेको बिच चाहिँ अब हामी लगभग पुग्यौँ सेकोमा जस्ट राम्रो छ धेरै समयपछि यहाँ नआएको पनि थुप्रै भएको थियो लगभग 2 वर्ष एराउन्ड 2 इयर्स भइसकेको थियो अब यहाँ यतापट्टि चाहिँ गल्फ कोर्स पनि छ गल्फ कोर्स राम्रो छ एकदम मजाको छ गल्फ कोर्स ओके ल हामी सेको पुग्यौँ बिच ल सेको बिच हामी आइपुग्यौँ दिस इज सेको बिच आफ्टर अ लङ टाइम सो वी आर हियर ल हामी अब यहाँ निस्किसकेका छौँ उसबाट ट्याक्सीबाट अब यहाँदेखि सिधै हामी उता बिच साइड जान्छौँ ल अब हामी बिच साइडतिर जाँदैछौँ है हेर्नुहोस् यो सेकोको वरिपरि डाँडा काँडाहरू यस्तो छ है ल साथीहरू ल है साथीहरू हामी बिबीक्यू स्पटमा आइसकेका छौँ एकदमै घाम लागेको छ है सो हामीले एउटा छाता हामीले हायर गरेको छौँ यो छाता चाहिँ एकदमै महँगो हो $100 $100 हङकङ डलर ल यहाँ हाम्रो 2 जना रानीहरू यहाँ बसिराख्नु भएको छ ल यहाँ उमाजी यता सुमनजी सुस्मिताजी भनौँ न ल हामी तुम्हें आज मान्छे त्यहाँ एकदमै छैन अनि हाम्रो 1-2 जना पाहुनाहरू आउँदै हुनुहुन्छ उहाँहरू चाहिँ अनि हाम्रो 1-2 जना हाम्रो पाहुनाहरू चाहिँ काममा हुनुहुन्छ उहाँहरूको छुट्टी भएन ल अब हामी एकछिनमा यही हाम्रो चुला यही हो अब एकछिनमा तपाईँहरूलाई देखाउँछु है अब अहिले हल्का अब हावा खाने नमस्ते नमस्ते हामी चाहिँ आज बिबीक्यू यहाँ फेरि बिजोग गर्मीको बेला के को बिजोगहरू कुदाइ हिँड्नु पर्ने हो बाफ्रे ए त्यत्रो ठुलो पो पाउँदो रहेछ सानो कि ठुलो भन्दा मैले सानो सानो हुन्छ ठुलो दियो भनेर ए अहिले फुटाएर लाउने नि बाबी त्यसो नलाउनु न त्यसलाई काट्नु न पहिले पछार्नु त टुक्रा टुक्रा हुन्छ नि त पछार्नुपर्छ क्या ड्याम उता भुइँमा पछार्नु नि त्यसो होइन ऊ ड्याममै पछार्नु नि चेतिँदैन त डराउँदो हुन्छ त होइन डल्ला चाहिँ छ क्या ठुल्ठुलो डल्ला ए मासु त के भयो उता हावा मजाले फुट्यो के कैँचीले काट्नु न कैँची छ त त्यस्तो हुन्छ क्या यो परेर लिम्बू भाषाबाट के भन्छ नि ममता बुझ्दैन नि त लिम्बू भाषा
कस्तो कस्तो वर्डहरू बोल्छौ हो तिमी कहाँदेखि त्यस्तो वर्डहरू आउँछ तिमीलाई भन्छ उसलाई लिम्बू भाषा भन्ने थाहा छैन हजुर होइन खनाउनु नि प्लास्टिक छ नि त प्लास्टिक लुक्स गर्मीमा त्यस्तै हुन्छ नि तल चाहिँ जानै बाँकी छ हामी गएको छौँ न अब एकछिनमा जाने त्यहाँ तलतिर यहाँ माथि हाइकिङ पनि जानुहुनेछ यहाँबाट चाहिँ हामी हाइकिङ जान्छौँ घरिघरि पल्लोपट्टि यो डाँडाको बाटो कस्तो दामी छ क्या कलकल ताल्ने खेल्ने ठाउँहरू एकदम यहाँदेखि त्यो एउटा हात्तीको सुर जस्तो पनि ठाउँ छ क्या यो डाँडादेखि पल्लोपट्टि गएपछि माथि गुफा पोखरीतिरको चौरी चढ्दै गरेको डाँडा जस्तो देखिन्छ नि ढुङ्गाहरू एउटा चौरी चढेको जस्तै ठ्याक्कै छ आकाश पनि अझ कति क्लियर ठन्डा छ मजाले ल साथीहरू लगभग अहिले टाइम त्यस्तै कति बज्यो भन्नाले कति बजिसकेको छ ल हाम्रो यो बिबीक्यू चलिरहेछ अहिले चाहिँ हाम्रो दिदी भेना अनि भान्जा पनि आउनुभएको छ ल भेना सेवारो ल भेनालाई स्वागत छ यु आर वेलकम टु द सेको ब्रेस ल भेना 2 शब्द के छ नि खुसीसँग बस्यौँ खुसीसँग रमाएर बाँचौँ त्यस्तै नै सकिएको नि द्याट्स ग्रेट के अरे सालो बहिनी सालो भाइ र बहिनीहरूको इन्भाइट भएको उसमा चाहिँ म यहाँ आएँ भेटघाट भयो त्यही भनेको त नि पछि भेट भयो कसरी चाहिँ आज टाइम समय मिल्नु छुट्टी मिल्नु गयो र आइयो खुसी लाग्यो त्यो लम्बे चौडे चाहिँ तिमी भन्नु ल हाम्रो दिदी र भान्जाले पनि वेलकम छ है ल धन्यवाद हामीलाई के अरे बाबुको गरेकोमा आएर एक दिन भयो नि फ्रेस हुनु पायो माइन्ड फ्रेस हुनु पर्यो नि धन्यवाद मजा मेरो भन्नु केही छैन मासु खास एभ्रिथिङ सकिएको नि होइन एभ्रिथिङ हुन्छ ल हाम्रो मासु पाक्दैछ ल हाम्रो बिबीक्यू हुँदैछ यहाँ पल्टाऊ किन पल्टाऊ त घाम दिन तर गएर मलाई त आउँदैन त्यसरी त्यो कहाँ क्या दामी प्लेस छ भन्छ भन्छ खानु त ठिक भन्छ ल हाम्रो भन्छ छ नि यहाँ लडे हावाले लाग्यो समुद्रको हावाले ल साथीहरू म चाहिँ एकछिन अब तल बिच साइडमा जानु पर्यो त्यहाँ गएर हल्का सोरी फोटोसोटो भिडियो सिडियो गर्नु पर्यो एकदमै गर्मी छ तर पनि गर्मी भए पनि एकदम बिच साइड चाहिँ एकदमै शीतल छ है हावा चलिरहेछ यो डाँडा सगरमाथा माउन्ट एभरेस्ट भन्नु भएन भन्न मिलेन
यो चाहिँ सेकोको डाँडा है। सो साथीहरू म यता जान्छु। हेर्नुहोस् सबै गर्मी भएर मान्छेहरू कोही सुतिरहेछ, इन्जोय गरिरहेछ, सनबाथ लिइरहेछ। सो इट्स भेरी ब्युटिफुल। मतलब मान्छेहरू जस्ट आनन्द छ। मलाई मन पर्ने वन जङ्गल डाँडा काँडा, मलाई मन पर्ने वन जङ्गल डाँडा काँडा, तिमीलाई मन पर्ने समुद्र पारा मिलेन, तिमीलाई मन पर्ने समुद्र पारा मिलेन, मैले पारा मिलेन। वाउ सेकको बिच है, यो चाहिँ सेकको बिच। क्या हावा चलिरहेको छ मजाले है। यहाँ चाहिँ कति प्राइभेसी पनि हुन्छ, त्यस कारणले मान्छेहरूले यसो भिडियोमा क्याप्चर गर्नु पनि अलिकति अप्ठ्यारै हुन्छ। सो इट्स भेरी डिफिकल्ट टु क्याप्चर अल सराउन्डिङ बिकज अफ प्राइभेसी। कसैले के छ्याट्टै लाग्यो भने त अनि सकिगयो नि। अहिले हेर्नुहोस् साथीहरू 3 बजेर 32 मिनट भएको छ। अनि अहिले यहाँको टिभी भनेको 34 डिग्री छ गर्मी। आनन्द आउँछ समुद्रमा हो। मान्छेहरू यहाँ आउँछ, नुहाउँछ, स्विमिङ गर्छ, त्यसपछि फेरि स्यान्डमा आएर सुत्ने, रमाइलो गर्ने गर्छ। लाइफ भनेको खासै लाइफ इज स्ट्रगल, बट हामीले खासै स्ट्रगल मात्रै पनि सोच्नु हुँदैन क्या। समटाइम हामीले एकदमै माइन्ड फ्रेस पनि गर्नुपर्छ, किनकि लाइफ इज नट लङ, लाइफ इज विथ फुल स्ट्रगल एन्ड अलवेज सर्ट पनि हो क्या। वाउ पारा मिलेन, मैले पारा मिलेन। हेर्नुहोस् सेको बिच, यहाँ समुद्र अगाडिपट्टि ट्याक्कै। यहाँ चाहिँ त्यो पर अगाडिपट्टि सानो थुम्को सानो डाँडा, सानो आइल्यान्ड देखेको छ। त्यसभन्दा पल्लो साइडमा चाहिँ एकदमै त्यो चाहिँ इन्टरनेसनल वाटर्स पर्छ। त्यो संसारभरिको ठुल्ठुलो क्रुज सिपहरू, कन्टेनर सिपहरू, कार्गो सिपहरू त्यहाँ त्यो बाटो हुँदै संसारभरि जान्छन्। ल साथीहरू, अहिले म सेको बिचको मुनितिर म आइरहेको छु। इट्स भेरी ब्युटिफुल। हावा चलिरहेछ मजाले। हेर्नुहोस् मान्छेले यहाँ रमाइलो गरिरहेछ। मलाई मन पर्ने वन जङ्गल डाँडा काँडा, तिमीलाई मन पर्ने समुद्र पारा मिलेन, अहिले पारा मिलेन। हुन त अब हल्का यो मुड फ्रेस हुनुको लागि मात्रै गीत गाएको, न स्वर छ न तुक्का छ, के छैन, त्यस्तै हो। हेर्नुहोस् माथि मान्छेहरू पुरा बसिराखेका छन्, अम्ब्रेला खाइरहेर
चेयर हायर गरेर Today is very hot in Hong Kong. It's almost 34.5 degrees. So be careful, drink more water, and beware of dehydration. Yo Seko Beach चाहिँ जस मलाई पनि एउटा मन पर्ने ठाउँ हो. One of my best place in Hong Kong, in the beaches. यहाँ चाहिँ अब जसुकै भिडियो खिच्नु पनि अलिकति समस्या हुन्छ किनकि बिकज अफ प्राइभेसी सो एभ्रिथिङ वी हेभ टु अन्डरस्ट्यान्ड हेर्नुहोस् साथीहरू गर्मीको कारणले पुरा मान्छेहरू स्विमिङ गर्दैछन् सो स्विमर्स आर एभ्रिवेयर र मलाई खासै बिच एरिया बिच साइडतिर मलाई इन्ट्रेस्ट लाग्दैन मलाई एकदमै पहाड बाटो जङ्गल त्यस्तो लाग्छ तर अब के गर्नु त्यस्तै हो ल साथीहरू हेर्नुहोस् मान्छेहरू सबै आनन्द आफ्नो आनन्दमा छन् रमाइलो छ के हो कसैको छुट्टी थियो होला आज त्यही भएर एकदमै रमाइलो छ एकदम गर्मी छ सो हट वाउ छाता लिएर कोही लिएर बसिरहेछ त्यस्तै हो यो गर्मी भएर खान्छ जस्तो भएको ल कोही आनन्दले सुतिरहेछन् भेरी त्यो मजाले सुतिरहेछन् ब्लग खिच्नु पनि गाह्रै छ हौ भमरा डुल्छ यो मनले भन्छ लाई हालौ मायाले लैलै जुनी भर हुन्छ लाई हालौ मायाले लैलै जुनी भर हुन्छ बिना यो कङ्कन बिना यो कङ्कन